हिजो मात्रै बालेन्द्र शाहले भनेका थिए हाम्रो गाडी लोकल रोडमा हैन एक्सप्रेस वेमा गुडेको छ, हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ। सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्र हैन ब्रेक हुन्छ, ब्रेक पनि लाउनु पर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरुमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरु आउँछ। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। शक्तिको आडमा बसेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल अन्ततः सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा पक्राउ परेका छन्। साथीहरू, पूर्व अर्थमन्त्री होस् वा पार्टीको ठूलो नेता, देश लुट्ने र अवैध सम्पत्ति थुपार्नेहरूको दिन अब सकिएका छन्। खाल्डाखुल्डी बाटोमा ब्रेक लगाउन खोज्ने पुराना नेताहरूलाई यो बालेन सरकारको तर्फबाट लागेको सबैभन्दा ठूलो झापड हो। साथीहरू, जसले देशको सम्पत्ति लुटेर महल खडा गरे, आज तिनै नेताहरू गल्ली गल्लीबाट पक्राउ पर्दैछन्। यो त सुरुवात मात्रै हो। अब देशका हरेक भ्रष्ट र बिचौलियाहरूको सातो जाने निश्चित छ। यो परिवर्तनको एक्सप्रेस वे हो। यहाँ अब कसैको पावर र सोचफोचले ब्रेक लाग्नेवाला छैन। साथीहरू, यो विषयमा तपाईहरु के भन्न चाहनुहुन्छ? जस्ताको तस्तै कमेन्ट गर्नुहोला।